फाइनली अहिले हामीले बहिनीको बर्थडे सेलिब्रेट गरिसक्यो। अमूल्य उपहार हाम्रो छोरीको जन्मदिन मनाउन गइरहेको छौँ। तिमी हाम्रो घरको उज्यालो, हाम्रो घरको मुटु धड्कन र हाम्रो जीवनको खुसी हो। र हामी यो सात समुद्र पारी एउटा खोलाको लहरमा समुद्रको छेउमा बसेर बहिनीको सानो बडे हामी एउटा बर्थडे मनाइरहेको छौँ। अलिक धनिया काट्नुहोस्। खाडा त कान्छी खाडा हेलो गाइज, वेलकम ब्याक टु माई अनदर ब्लग। र अझै त म अहिले बनाना ब्रिज जाँदैछु र यसमा हातमा चाहिँ अहिले मैले चप पनि भयो, आलु चप बोकेको छु। दिदीले शोभा दिदीले बनाउनु भएको थियो, खाँदै जाँदैछु। र आज चाहिँ हामी आशिका बहिनीको बर्थडे छ अरे र हामीलाई चाहिँ इन्भाइट गरेको छ। अन्त त्यहाँ जाने, त्यहाँ आजको ब्लग्स तपाईँलाई देखाउँछु र तपाईँलाई म एपार्टको ब्लग्सहरू पनि देखाउँछु जो चाहिँ अब गीतहरू हालेको छ। त्यसलाई चाहिँ मैले चाहिँ त्यसलाई म्युट गरेर म्युजिक हालेको छु है। अब अहिले हामी फिलहाल जाँदैछु र अब यहाँबाट कति बजी पुग्छु हजुरलाई उहाँबाट फेरि देखाउँछु है। हवस् त एभ्रिवान, बाई। हेलो गाइज, अहिले चाहिँ म सेरोदबाट उत्रेँ हो। उत्रिँदा अलिकति यहाँ हामीलाई बाटोको झलमेल भएर चाहिँ मैले देखाउन सकिनँ। अहिले चाहिँ हामी बनाना बिच आएको छु। बनाना बिच चाहिँ बनाना बिचबाट चाहिँ अब हामी क्रस भएर जानुपर्दछ। यस्तो छ बनाना बिच। रातिको ब्लग्स अस्ति मैले हालेको थिएँ, अहिलेको तपाईँलाई म देखाउँदैछु है। ब्याक साइड हामी जाँदैछु यसरी है। बनाना बिच चाहिँ यो हो। अब अहिले हामी बहिनीलाई खोज्छु कहाँ छ है। बनाना बिच यो छ, यहाँबाट यस्तो छ। जाँदैछौँ बनाना बिच, लेट्स इन्जोय। अमूल्य उपहार हाम्रो छोरीको जन्मदिन मनाउन गइरहेको छौँ। तिमी हाम्रो घरको उज्यालो, हाम्रो घरको मुटु धड्कन र हाम्रो जीवनको खुसी हौ। तिमी ठुलो हुँदा
तिम्रो सपना पुरा भएको देख्न हाम्रो लागि सबैभन्दा ठुलो र हामी यो सात समुद्र पारी एउटा खोलाको लहरमा समुद्रको छेउमा बसेर बहिनीको सानो बडे हामी एउटा बर्थडे मनाइरहेका छौँ र हाम्रो साथीहरू सबजना छ, बुहारी छ, बहिनी है, सबैजना रमाइलो लागिरहेको छ र बहिनीलाई जन्मदिनको धेरै धेरै शुभकामना है। आउँदो सालमा योभन्दा अझै धेरै राम्ररी हामीले बर्थडे सेलिब्रेसन गर्न सक्नुपर्छ र किनकि बहिनीको लागि हामीले राम्रो उपहार नल्याए पनि दुई शब्द चाहिँ मिठो हामीले बोल्ने हामीले सबले जमर्को कसेका छौँ र पछि फ्रन्ट मेरो थियो। सर्वप्रथम मैले 2 लाइन बहिनीको लागि भने आशिका बहिनीलाई अझै पनि भन्छु म बहिनीलाई जन्मदिनको धेरै धेरै शुभकामना। हाम्रो मेरो त साथी ब्रो हो, ब्रोले धेरै धेरै धन्यवाद। अनि मेरो भन्नुको अब के भन्नु, आशिका बहिनी परदेश दोस्रो जग्गामा पनि यत्रो हामीले साथी भनेर यहाँ बोलायो होइन, सानो बर्थडे मनायो। यो पनि समुद्रको एकदम लहरको एकदम यस्तो जग्गामा कि लाइफमा कहिले पनि म सोचेको थिएन कि यस्तो पनि बर्थडे मनाउनु सक्छु। फर्स्ट अफ अल त सबैजनालाई धन्यवाद है, हामीले बर्थडे मनाउनु आयो, सबै पुरा भएर जाओस्। मैले भनेको कुरा जहिले पनि पुगेकै छ र पुग्ने पनि छ है। मेरो आशीर्वाद तपाईँलाई सधैँभरि छ र यो तपाईँको यो जन्मदिनको धेरै धेरै शुभकामना छ। यति भन्दै मेरो सानो वक्त यही समाप्त गर्छु। राधे राधे। फाइनली अहिले हामीले बहिनीको बर्थडे सेलिब्रेट गरिसक्यो र अहिले चाहिँ हामी अब खानापट्टि जाँदैछौँ। यसो छ खाना सेलिब्रेसन गर्छौँ र अब चाहिँ खानेकुरा छ। अहिले चाहिँ यस्तो छ, यहाँ चाहिँ बनाना बिच बसमा आएको छ। अहिलेसम्म हामी फेरि स्विमिङ पनि गर्छौँ बनाना बिचमा। यस्तो छ यहाँ चाहिँ, यस्तो छ यहाँ बनाना बिचमा मेरो सेकेन्ड टाइम हो, थर्ड टाइम हो यो चाहिँ। र यहाँ आएको छु लागेका छौँ। सबै हाम्रो यो गोर्खे आइटेम हो। चिकन आलुदम, सेलरोटी। आज चाहिँ मैले पहिलोपल्ट इजरायलमा आएर सेलरोटी कक्रोच आउँछ, कस्तो डेन्जर आउँछ त्यो पनि। धेरै धेरै धन्यवाद सबैजना मेरो फर्स्ट अफ अल त थ्याङ्क यू प्रेम दाइको लागि। डेलीदेखि नै एकदम मेरो प्यारेन्ट्स यस्तो भनेर मलाई गाइड गर्नुभयो। अहिले साथ दिँदा भन्छ मलाई राम्रो लाग्छ होइन। तपाईँहरू दादा पनि दिदी पनि एकदमै धेरै धेरै धन्यवाद। अर्को साल पनि यसरी नै आउनु, हामी सेलिब्रेट गर्न पाऊँ। अरू हाम्रो कतिको घरहरू पार्टी शुरू हुई है। सिर्जना साथीलाई धेरै धेरै धन्यवाद। मेरो यो दिनलाई धेरै धेरै स्पेसल बनाइदिनु भएकोमा। फाइनली अहिले चाहिँ समुद्रमा जाँदैछु है। पक्का अहिले 9-10 बज्यो। बिचमा जाँदैछु बिच खेल्नको लागि। बहिनीको हामीले बर्थडे सेलिब्रेसन गऱ्यौँ हाम्रो बहिनीको है, अन्त आशिका बहिनीको। र अहिले चाहिँ हामी बिचमा जाँदैछौँ। बिचमा कस्तो हुन्छ यहाँको तपाईँहरूलाई ब्लग देखाउँछु। रातिको ब्लिक्स दामी नै देख्छ, तर अलिकति उयो हुन्छ र यहाँको अब आउनु आँटिसक्यो। यस्तो छ यहाँ चाहिँ।
फाइनली अहिले म चाहिँ समुद्रको बिचमा आएको छु। दामी छ छालहरू। अहिले यसको बिचमा पसेर भर्खर म आएको है। यहाँ चाहिँ दामी छ छालहरू त्यस्तो छ। रातिमा चाहिँ भ्यू देख्दैन रहेछ, त्यही भएर चाहिँ मैले ब्याक क्यामेरा गरेर देखाएको छु। मजाको छ भ्यू, मजाको छ, मजाले हल्लिँदैछ यो चाहिँ यसको छालले।